वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ मेरो गार्डनमा के छ त्यो सबै कुरा हजुरहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ मैले लगाएको बिटरुट, हेर्नुहोस् न कस्तो राम्रोसँग उम्रेको छ। यो चाहिँ स्ट्रबेरीको बिरुवा कस्तो राम्रो भएको छ है यो कस्तो राम्रो छ। यसलाई चाहिँ मैले उता घाममा राखेको थिएँ, एकदमै धेरै घामबाट चाहिँ अहिले चाहिँ मैले यसलाई यता शीतल ठाउँमा राखेको छु। यहाँनिर फ्रुटिङ स्टार्ट हुन लागिसकेको छ। मेरो धनिया, कोपी, क्याबेज, यो चाहिँ भेन्डाको फर्सी छरिदिएको थिएँ, कस्तो राम्रोसँग उम्रेको छ। यो भेन्डा कस्तो राम्रो छ नि, कस्तो बच्छ। यो हामीले रोपेको 3-4 वर्ष भइसक्यो, अहिलेसम्म कस्तो राम्रोसँग